हाई गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। म चाहिँ आज काठमाडौँ जाँदैछु किनभने मन्साको चाहिँ भोलिको फ्लाइट हो अनि त्यसलाई सरप्राइज दिएर जाँदैछु। म चाहिँ यहाँ जाने बेला आमालाई बाई भन्न बोलाउँदै थिएँ। आमा चाहिँ यहाँ पैसा लिएर आउँदै हुनुहुन्थ्यो। त्यसपछि हामी 7 बजे भनेको 10 बजे मात्रै हिँड्यो गाडी अनि हामीले खाजाहरू खायौँ अनि म काठमाडौँ पुगेँ। डाइरेक्ट आउने बित्तिकै मन्सालाई भेट्न गएँ। फर्स्टमा सरनालाई चाहिँ त्यहाँ बोलाएर एकछिन ब्राउनी लिएँ अनि मन्सालाई भेटेँ। हामीहरू चाहिँ यहाँ त्रिसराबाट निक्लेर डाइरेक्ट घर नै गयौँ। फ्लाइट चाहिँ बिहानकै थियो अनि हामी चाहिँ घरबाट त्यही भएर 3 बजेतिर निक्लिसकेको थियौँ। निक्लिने बेला चाहिँ आन्टीले यहाँ टिका लाएर दहीहरू खुवाएर त्यसपछि चाहिँ हामी गयौँ डाइरेक्ट एयरपोर्ट। हामी चाहिँ बिहानै गएको थियौँ नि त अनि त्यही भएर एयरपोर्ट चाहिँ त्यस्तो धेरै प्याक पनि थिएन। अनि त्यसपछि चाहिँ मनसा चाहिँ गयो। मैले यो भिडियो हाल्दा चाहिँ मनसा कहाँको ट्रान्जिटतिर हुन्छ होला अनि मैले चाहिँ यता सबैजनालाई मनसाको लागि एउटा मेसेज भनेर सोध्दै थिएँ। खै भन्न त केही मनसालाई मजाले जाऊ, हामी यहाँ नबित्छ, पछि सँगै एकै ठाउँमा बस्नुपर्छ क्यानबेरा भोल्कातिर। आन्टी केही भन्नु त कसलाई? मनसालाई के भन्नु छैन, राम्रोसँग सेफ भएर पुगोस्। मनिषालाई शुभयात्रा भन्यौँ हामीले होइन, एकदम सफल यात्रा हुँदैछ। सबै सरसम्बन्धित चाहिँ जाँच पास भइकन अनि इमिग्रेसनमा गइसक्यो। यहाँ बिदा गर्न आउने सबैलाई धन्यवाद छ। Have a safe flight. Bye Manu, we will miss you. मनसालाई केही मेसेज? शुभयात्रा। Bye. शुभयात्रा।